धन्यवाद यति भनिदिएकोमा हजुरलाई। मेरो प्यारीले मलाई 1300 खिच्नुहोस् भनेर म 1300 मात्रै खिच्न स्टार्ट गरेर मेकअपतिर लागेँ। अब बुढाले कहाँ घुम्न लैजाने हो थाहा पनि छैन। मेरो चाहिँ मोबाइल समात्दिने पनि कोही पनि छैन। रेडी भइसकेको छु। रेडी भइसके। मेरो गेटअप यही हो, प्यान्ट लगाएको छु अनि हो कुर्दै दाइ पनि रिफ कुर्दै अनि त्यसपछि मलाई देखाउनु मलाई आउँदैन। कता हो चाँडै हो त्यही हो रुमदेखि तल झरेछ। हेयरकट गर्न जान भएको है, दारी अनि कपाल। अनि त्यसपछि सागर दाइको कपाल काट्ने ठाउँमा आयो। हाम्रो बिल्डिङ चाहिँ पारेको बिल्डिङ हाम्रो। यो चाहिँ सबको रियाक्सन हेर्नुहोस् गाइस, कसो फर्की मलाई जान्नु अझ दिवाली अझै भेटेको रहन्छ हाम्रो नेपाली। मलाई ड्युटी जान्छौँ। यो चाहिँ 110, मेरो चाहिँ 65 हो। यहाँ चाहिँ बस कार्ड रिचार्ज गर्ने हो। अब हामीले भोलि ड्युटी जानु पर्यो नि त। बुढी ब्लगर हुनलाई भनेर अब बुढाले चाहिँ यसो यस्तो किन्दिन लगाइसक्नु भयो। वाह क्या भाग्यमानी मनमा ल्याएर लाग्छ। टाढे हो बहिनी, भाइरल भयो त अनि त हल्लिन्छ हो मेरो हात। होइन त्योमा चाहिँ लास्टमा चाहिँ राम्रो देखिन्छ। अनि स्टेबिलिटी मलाई चाहिँ त्यही पनि किनिदिनु भएन त्यो सपमा लगेर। कुन सपमा? यो थर्ड क्लास सामानहरू हो त्यहाँ चाहिँ किन्न चाहिँ अझै जानुपर्छ। यहाँ चाहिँ कपडाहरू पनि छ राम्रो राम्रो, तर मलाई किनिदिनु हुन्न। केही छैन, किन्नु मात्रै पर्छ। 17 Pro Max? नो 17 Pro Max लिग भन्नुभयो। हेर्नु न, लेख्दिनँ भन्दा नि जबरजस्ती। यस्तो मान्छे को छन् जबरजस्ती गर्ने यार। यत्रो हातमा 16 Pro Max छ। केही प्लान नगरिकन अहिले चाहिँ हामी फिल्म हेर्न आएको छौँ। तर थाहा छैन कुन फिल्म लाखा पनि थाहा छैन हामीलाई। तर के छैन, हामी चाहिँ हेर्छौँ। स्टार्ट भइसकेको छ कि छैन पनि थाहा छैन। सुरु भइसकेको छ फिल्म। मन पर्ने होइन यो फिल्म लागेको रहेछ। हामी चाहिँ यो पनि लागेको रहेछ, तर कति बेला स्टार्ट हुन्छ थाहा छैन। Do you have any offer for the tickets? Buy 2 get 3 or something? आज भनेको चाहिँ यही साउनमा हो। हेर्नुहोस् कसरी खानु चाहन्छ अहिले। यहाँ आयो कस्तो छ? मिठो हो? के खाने हो? त्यो रातले खायो। खाउ मुभी हेर्नु प्लान भयो। अब चाहिँ हामी फिल्म हेर्नतिर लाग्यो।
तल जाने हो न तल कि माथि हो र अङ्कित दाइ हजुर बोल्नु न आउनु मेरो भिडियोमा म लोकेर कुरा गर्दै जानु चाहिँ पपकर्न सपकर्न लिएर यहाँ रेडी भइसक्यौँ ल लेट्स गो है हामी चाहिँ मुभी स्टार्ट हुँदैछ अब ल सर लिनुहोस् कम सर सिनेमा फोर यहाँबाट चाहिँ फेरि भित्र खिच्नु सो विल बी वाचिङ द मुभी ठाउँमा होइन पुरै हल खाली नाइस अहिलेको फिल्म सकेपछि हामी फेरि सेकेन्ड मुभीमा आइसकेको छौँ है फेरि पनि हल पुरै खाल्ने पुगिसकेर हामी जाँदैछौँ अब चाहिँ हामीले रुम लिन लाग्यो यो चाहिँ हाम्रो अङ्कित अवारी दाइ हामीले चाहिँ यो वाला फिल्महरू गऱ्यो भन्न भन्नु मैले लाग्यो आजको भिडियो यहाँबाट खतम भयो बाई 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 भनिदिनु